प्रधानमन्त्री थुनिएको पहिलो हो यो। पूर्व प्रधानमन्त्री थुनिएको पहिलो हो कि भ्रष्टाचारमा अहिलेसम्म प्रधानमन्त्रीहरू छुटेका थिए, उनीहरूले चाहिँ पाएको थियो, के अरे अभयदान पाएका थिए, उनीहरूलाई कारवाही हुँदैन थियो, त्यो चाहिँ अब सुरु भयो। अब यसले यो गिरीबन्धु भयो, बालुवाटार भयो, यो भुटानी शरणार्थी भए, यी सबै केसमा चाहिँ अब सबै प्रधानमन्त्रीहरू भूतपूर्व प्रधानमन्त्रीहरूमाथि कारवाही हुन्छ, त्यो चाहिँ पोजिटिभ। अब कुनै भिआइपी भिभिआइपी भनेर छुट दिने छैन अब यो सरकारले। छैन। पहिलो घाँसमै ढुङ्गा लाग्यो भने जस्तो महेश बस्नेतले हिजो जुन त्यो आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय, केपी ओलीलाई पक्राउ गर्ने निर्णय भन्ने बित्तिकै यदि केपी ओलीलाई पक्राउ गर्यो भने यो बालेन शाहको सरकार सुदन गुरुङलाई पहिलो घाँसमै ढुङ्गा लाग्छ, हामी सशक्त प्रतिवाद गर्नेछौँ, फेरि देश द्वन्द्वतिर जान्छ भनेर उहाँले जुन किसिमले धम्की दिनुभएको थियो, साँच्चीकै के यो स्टेप जुन यो पहिलो कदम नै बालेन शाह सरकारलाई पहिलो घाँसमै ढुङ्गा लागे जस्तो हुने अवस्था आउँछ त? ढुङ्गा होइन, उनीहरूलाई सजिलो भएको छ। किन सजिलो भएको छ भने यो चुनावको नतिजा एकदम विपरीत गएको छ ओलीको। जनताले साथ दिँदैन। यिनीहरूको कार्यकर्ता पनि मेरो विचारमा ओलीका कट्टर बाहेक र पैसा दिने, पैसा खाने बाहेक अरू सडकमा आउँदैन। यिनीहरू एक्लै पर्छन्। त्यस बेला चाहिँ ओलीलाई जेल हाल्नलाई चाहिँ अदालतलाई पनि सजिलो हुन्छ, नैतिक बल पाउँछ अदालतले। त्यस्तो ओलीको चाहिँ अब दिनगन्ती दिन सिद्धियो भने हुन्छ। ओलीको जीवन अब जेलमै बित्यो भन्न सकिन्छ। जेलमा बित्छ कि बित्दैन, तर उनको अब राजनीति सिद्धियो। राजनीति त अस्ति चुनाव हार्ने बित्तिकै होइन, अझ पनि पार्टी थियो, अहिले पनि 25वटा सिट थियो, तर अब दोषी अपराधी करार भइसकेपछि यिनलाई एक प्रकारको उही जिम्दै मरेको जस्तो हुन्छ। अब त्यो पार्टी अध्यक्ष छन् अहिले एमालेको केपी शर्मा ओली, जेल परेपछि अब पार्टी अध्यक्ष छोड्नुपर्छ कि के गर्नुपर्छ? मेरो विचारमा अहिले हटाउँदैन। पार्टी अध्यक्षबाट हटाउँदैन। किनभने पार्टी अध्यक्षबाट हटायो भने ओलीको डिप्रेसनमा जान्छन्, तिनीलाई एउटा भौतिक नुक्सान, आफैलाई नुक्सान हुन सक्छ। डिप्रेसनमा गएर जेलमै मर्न पनि सक्छन्, हार्ट एट्याक हुन सक्छ। त्यस्तो अवस्था आउँछ। मान्छेलाई यस्तो हुन्छ नि, यो कल्पनाभन्दा बाहिरको। ओलीले कहिले सोचेकै थिएन। शेरबहादुर त अहिले नेपालमा छैनन्, त्यस कारणले उनलाई त्यो डर छैन। तर शेरबहादुर र आर्जुलाई पनि ढुकढुक चाहिँ भाग्यो होला, किनभने यहाँ मुद्दामा चाहिँ दोषी ठहरियो, सजाय तोकियो भने इन्टरपोल लाएर नि ल्याउँछ। इन्टरपोल होइन, भारत र चाइना र अमेरिकाले पनि साथ दिएर पनि ल्याइदिन्छ यहाँ। अब शेरबहादुर देउवा पनि नेपाल फर्किने छाँट छैन तत्कालको लागि। सरकारले जबरजस्ती ल्यायो भने नत्र भने आउँदैनन् उनीहरू आफूले। सजाय तोकिएर सरकारले ल्याउन चाह्यो भने चाहिँ ल्याउँछ अब।